हरियो स्वागत छ सबै साथीहरूलाई वेद चक्षु ज्योतिषमा साथीहरू। चैत महिना ग्रहका राजा सूर्यले तपाईको शनिको राशि कुम्भबाट बृहस्पति ग्रहको राशि मीनमा प्रवेश गरिसकेका छन्। मीन राशिमा पहिलेदेखि नै शनि छन्। अब सूर्य र शनिको युति भइसकेको छ। अब यो युतिले सबै साथीहरूका लागि, सबै राशिका साथीहरूका लागि आध्यात्मिक र व्यावहारिक ऊर्जा बढाउनेछ। सूर्यको शुभ प्रभावले तपाईको जीवनमा सबै क्षेत्रमा सफलता प्राप्त हुन्छ। त्यही सूर्य कमजोर छ भने अलिकति गाह्रो हुन्छ तपाईलाई। सूर्य शनिको युति त्यति धेरै राम्रो चाहिँ होइन नि ज्योतिष शास्त्र अनुसार। तपाईको सत्ताको विरोध, घरमा आफूभन्दा पितृतुल्य व्यक्तिहरूसित विरोध हुने, हैन, यस्ता कामहरू बढी बढ्नेछन्। तर बृहस्पतिको असर छ। बृहस्पति मिथुन राशिमा वक्रीबाट मार्गी भइसकेका छन्। यस्ता विरोधहरूमा बृहस्पति ग्रहले कन्ट्रोल गर्नेछ र त्यति साह्रै नराम्रा असरहरू हुने छैनन्। तपाईले विशेष गरेर यो चैतको महिना पितृतुल्य जनहरूको मान सम्मान गर्ने अनि भगवान सूर्यको आराधना गरेर यो चैत्र महिनालाई अझ राम्रो बनाउन सक्नुहुनेछ। हरियो।